यो मेरो बाइक हो हिरो एक्सट्रिम 125 को 1.5 वर्ष पछाडि यो चेन्ज पकेट गएको छ अनि चेन्ज पकेट गए चेन्ज पकेट म देखाउँछु। यो चेन्ज पकेट हो यसको। यसरी पुरा यो दाँतहरू सकिसकेको छ, देख्न सक्नुहुन्छ कति ठुलो छ। यो एउटा ठुलो छ, यो एउटा सबै भाँचिसकेको छ। यसरी हो यो कतिको देखिरहेछ है, यतापट्टि भाँचिरहेछ 1 2 3 वटा सबै भाँचिसकेको छ। यदि लामो पनि हुन्छ, एकदमै पातलो भइसकेको छ। यस्तो हुन्छ यो चेन्ज पकेट हो। त्यस पछाडि यो चाहिँ नयाँ हो, नयाँ चेन्ज पकेटको यो पुरानो यो हो यहाँ राखेको छ। अब यसरी भइरहेछ। यसको कस्ट कति छ, यस कति लाग्छ, कति किलोमिटरमा भयो सबै एकछिनमा। यो मेरो चेन्ज पकेट हो, पुरै गइसकेको छ दाँत। अनि यो नयाँ हो, नयाँ यस्तो हुन्छ। यो यस्तो तिखो भइसकेको रहेछ है चलाइ चलाइ। हो भाँचेको टिको होइन यो हेर यहाँ कति मोटाइ छ यो। ए यस्तो यस्तो नयाँ यस्तो पो हुन्छ। म त यस्तै तिखै हुन्छ सोचेको थिएँ। ए हुँदैन मोट 1 वर्ष 5 महिना पछाडि यो चेन्ज पकेट हो यसरी गइसकेको छ। के खाँदैन होला खाँदैन दाइ म। 1 वर्ष 5 महिना पछाडि यो चेन्ज पकेट चेन्ज भइरहेछ। त्यो पनि 20 किलोमिटरमा हो। यो के कम्पनीको हो यो? सो त्यस पछाडि आउँछ यसको कस्टको कुरा आउँछ। अलमोस्ट सबै बन्यो भन्न चाहिँ चेन्ज पकेट मात्रैको मलाई सर्भिस सेन्टरमा चाहिँ यसको 4200 देखि 4500 भनिरहेको थियो। तर मैले बाहिरबाट आफै किनेर हाल्दाखेरि 3150 रुपियाँ पर्यो। त्यो बाहेक अरू पनि सर्भिसिङको काम थियो, त्यो हुँदाखेरि अलमोस्ट 5350 को बिल आएको छ। यो पालिको अलिकति छिटै सर्भिस भयो, त्यो पुरानो पनि थियो, अलि छिटै सर्भिस भयो भनौँ न। यो 1 महिनामै भयो, अलि बिचमा कम चलाइएको थियो, त्यो भएर अलि 2 महिनामा गर्दा नि हुन्थ्यो। तर योपालि अलि छिटै सर्भिसिङ भयो भनौँ न। त्यही नै हो मुख्य कुरा भनेको। यसमा समस्याहरू पनि धेरै छन्, त्यो यसरी नै इन्डिभिजुअल्ली एउटा एउटा भनेर आइरहेछ भिडियो। अरू केही पनि छैन अहिलेको लागि, यति नै हो। सो थ्याङ्क्स फर वाचिङ। इफ एनिथिङ एल्स अनि अरू केही छ भने पछाडि कमेन्ट गर्दा हुन्छ। म इन्डिभिजुअली रिप्लाई गर्न नसके पनि, तर सकेसम्म सबै रिप्लाई गर्नेछु। त्यति नै हो।